हेलो गाइजहरु, वेलकम छ तपाईहरुलाई मेरो मिनी भ्लगमा। आज चाहिँ म कता हिँडेको भने गाइजहरु, म चाहिँ अहिले 5 बज्न लाग्यो राति भन्नु बेलुकाको। म चाहिँ खानाहरु बनाएओरी सुन्तला खानु जाँदैछु क्या बारीमा साथीहरु। सुन्तला देख्न सक्नुहुन्छ, रोटै रोड जाँदैछु। सुन्तला चाहिँ बारीमा छ क्या। अनि अहिले दिउँसो पनि खाएर गएको, फेरि बेलुका खानु मन लाग्दा क्या सुन्तला झारी खानु जाँदैछु। देख्न सक्नुहुन्छ रात परिसक्यो, त्यही पनि ठक 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 गर्दै म चाहिँ सुन्तला खानु जाँदैछु। जाडो छ नि त हाम्रोतिर त, एकदम जाडो छ आजभोलि। जाडो छ, यस्तो चिसोमा पनि सुन्तला चिसो हुन्छ नि त, त्यही पनि खानु चाहिँ छोड्दिनँ क्या सुन्तला चाहिँ खाएर सक्नु लागिसक्यो मैले नै। देख्न सक्नुहुन्छ दिनमा 20-25 वटा खाइन्छ हैन, सक्नु लागिसके। अनि म जस्तो मान्छेले जीवनमा घाटा नलगाएर नाफा गर्छ त हैन। ठक्कसँगले अब सुन्तला झार्नुपर्ने हुन्छ। यहाँको भन्दा नि माथिको चाहिँ मिठो छ क्या। मलाई चाहिँ देख्नु यहाँ महसुस गर्न सक्नुहुन्छ, रुगा लागिरहेछ। अनि रातभरि खोक्यो सुत्ने बेला, अनि घ्यारघार गऱ्यो। दिउँसो सुन्तला खायो, बेलुका सुन्तला खायो, अनि कहाँबाट निको हुन्छ हैन औषधि नखाएपछि। अर्को छ सुन्तला बोट, अनि जान्छ हाइट अल्को भएर फेरि सुन्तला हेर्दिन ला, एउटा मात्रै झऱ्यो। लु आया हौ, मलाई लाग्छ त। देख्न सक्नुहुन्छ गाइजहरु, मैले चाहिँ सुन्तला झारिसकेँ। सुन्तला झारी अब खानुपर्ने हुन्छ गाइजहरु। यतै खाने हो सुन्तला। फोन पो केमा अराउनु हौ। सुन्तला त खानुपर्ने हुन्छ। रुगा लागिरहेछ, त्यही पनि छोड्ने चाहिँ होइन क्या, खाइदिने हो। खाइल साथीहरु फर्स्ट बाइट। गाइजहरु, म चाहिँ क्या मस्त सुन्तला खाँदै हैन, बारीमा सुन्तला खाँदै भिडियो बनाउँदै बसिरहेको थिएँ। बाइकबाट मान्छे आइदिरहेको क्या। फेरि मान्छे आएपछि डर लाज लागिजान्छ भिडियो बनाउँदै खाएको देखाउँदा त। आयो साथ गयो नि साथीहरु। मैले चाहिँ सुन्तला खाइओरी घर चल्दिएको अवस्था अब चाहिँ हाम्रो घर चाली पर छ, अनि बारी चाहिँ यता छ क्या। अनि आम्मा त्यही भएर सुन्तला खानु चाहिँ त बारी आउनुपर्छ। घरमा पनि छ, तर अलिक सेपमा गर्दाखेरि चाहिँ गुलियो हुँदैन क्या, अमिलो हुन्छ। अनि यता डाँडामा छ र म चाहिँ खानु आएको बेलुका झन्। अघि दिउँसो पनि खाएर गएको सुन्तला चाहिँ। म चाहिँ फेरि सुन्तला धेरै मन पराउँछु क्या, त्यही भएर सुन्तला चाहिँ धेरै खान्छु।
त्यस्तै हो गाइजहरू होइन। सो गाइज आजलाई चाहिँ बाई बाई गाइजहरू, म चाहिँ घर पुगेँ।